चर्चित लोकदोहोरी गायिका रेणुका भट्टराईले भावुक हुँदै फेसबुकमा लेखिन्, डोलीको राजा त भेटेँ, तर अब यसरी तिमीसँग रमाउने दिन कहिले आउला भन्दै सुमन परियारसँगको फोटो तस्बिर सार्वजनिक गर्दै भावुक बनेको केही समय। आदरणीय दर्शकबिन्दु नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका साङ्गीतिक जोडी गायक सुमन परियार र गायिका रेणुका भट्टराईको चर्चा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्नुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल नेपाली युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। दर्शकबिन पछिल्लो समयका साङ्गीतिक जोडी गायक सुमन परियार र गायिका रेणुका भट्टराईलाई नचिने त सायदै कम हुनुहुन्छ होला। उहाँहरूले गाएका लाइभ दोहोरी प्रशस्त मात्रामा युट्युबमा छरपष्ट छन्। उनीहरू गायक र गायिका मध्येमा पनि एक चर्चितमा चिनिन्छन्। सुमन परियार र गायिका रेणुका भट्टराईको लौभलाग्दो जोडीलाई दर्शकहरूले मन पराएका हुन्। हिजोको दिनमा उनीहरूले गाए बापत दर्शकहरूको क्रेज बढ्यो। त्यसपछि एउटा मात्र स्टेजमा जाँदा अर्को जोडी कहाँ गयो, सुमन गए रेणुका, रेणुका गए सुमन कहाँ जानुभयो, तपाईँहरूको जोडी छुट्नुभयो भनेर समेत यो सवाल उठाएको दर्शकहरूबाट पाइएको थियो। तर यति बेला भने गायक सुमन परियार र रेणुका भट्टराईको जोडी छुटेको छ। रेणुका भट्टराई गत 2082 वैशाख 5 गते धुमधामसँग विवाह गरे लगत्तै उनी युके प्रस्थान भए लगत्तै सुमन परियार एक्लिएका थिए। एक्लिएको केही समयमा नै उनले धुमधामसँग आफूले पनि विवाह गरेका थिए। त्यसै क्रममा गायिका रेणुका भट्टराईले बेला बेलामा टिकटक र फेसबुकलाई युज गर्ने र प्रयोगकर्ताहरूलाई बारम्बार झझल्काउने गरेकी हुन्छन्। कहीँ पछिल्ला भिडियोहरू ल्याएर कति बेला आफूले नाचेर आफ्नो श्रीमानसँग टिकटक बनाएर र पुराना गीतहरूलाई फेरि झझल्काइरहेकी हुन्छन्। त्यसै क्रममा सुमन परियार र रेणुका भट्टराईका केही तस्बिरहरू अझै पनि सामाजिक सञ्जालमा छरपष्ट छन्। डोलीको राजा त भेटे, अब फेरि यसरी रमाउने र नाच्ने दिन कहिले आउला भन्दै सुमनको फोटो राख्दा दर्शकहरूले सकारात्मक कमेन्ट गर्नुभएको छ। उहाँहरूले भन्नुभएको छ, कङ्ग्रेचुलेसन, तपाईँहरूको जोडीलाई मन पराएका थियौँ, तर पनि तपाईँहरूले अन्तै विवाह गर्नुभयो, तर पनि हामी खुसी छौँ भन्न भ्याएका दर्शकहरूको लागि गायिका रेणुका भट्टराईले कुनै पनि जवाफ दिएकी छैनन्। गायिका रेणुका भट्टराई र गायक सुमन परियारलाई तपाईँहरूले कतिको मन पराउनु भएको थियो, उहाँहरूको लाइभ दोहोरी कतिको सुन्नुभयो र स्टेज प्रोग्राम कतिको हेर्नुभयो, तपाईँहरूको राय सल्लाह सुझाव कमेन्टमा राख्न नबिर्सिनुहोला।